होइन दिले साह्रै विरक्त लगाएर आयो गाउँको हालत देख्दाखेरि युवाहरू एउटै बस्न मान्दैनन् हो भने होइन गर्ने के त कसरी रोक्ने होला अब यो देशमा त एउटा पहिरै गए जस्तो भयो क्या युवाहरू विदेशी क्रम त अब हेर होइन अब तेरो छोरा पनि विदेश जाने भन्छ है मेरो छोराछोरी विदेश जाने भन्छ अनि बस्तीको पनि नेपालमा त्यही त हो कि नि त एकदम गर्ने के त अब हामीले यो एउटा नयाँ एउटा सुरुवात गर्नुपर्छ कृषि क्रान्तिको लागि हामी अब अगाडि पनि हामी गाउँघरमा बसेर हामी जतिको अलिकति बुझ्ने अलिकति पढे लेखेका त छौँ नि हामी तर सम्झाउन सकेनौँ आफ्नै छोराछोरीलाई अब पनि अब यो विदेश भाषीबाट चाहिँ अब हामीले अलिकति त्यो कृषि क्रान्तिमा नै फड्को मार्ने तरिका अप्नाउनु पर्छ साथी हो अनि त्यो कुराहरू छोराछोरीले बुझ्दैन केही छैन भन्छन् कृषिमा केही छैन भन्छन् जहिले पनि सरकारकै मुख मात्रै ताकेर बस्छन् कसरी म्यानेज गर्ने होला कसरी सम्झाउने होला कसरी रोक्ने होला कुनै उपाय चाहिँ निकाल्नु पर्यो कि हामीले आफ्नो गाउँबाट हामीले अभियान निकाल्नु सरकार स्ट्रङ पनि भइदिएन कि यो देशमा सरकारको त कुरै छोडौँ न सरकार स्ट्रङ भइदिएन अब सरकारको मात्रै मुख ताकेर पनि मैले देखिनँ कि हो कि गरौँ न हामीले आफैले भन्नु गर्ने के त स्वावलम्बी हुनलाई अब हामी अरू त केही पनि छैन हाम्रो देशमा गर्ने भनेको कृषि हो कृषिको लागि नै हामीहरू नयाँ एउटा चाहिँ उसमा चाहिँ जानुपर्छ त्यो तरिकाले अब सस्तो जग्गा खोजौँ हामी साथीभाइ मिलेर बरु अब ब्याङ्किङ लोन गरेर हुन्छ कि के हुन्छ सस्तोमा ब्याज गरेर हामीले त्यो गर्ने सस्तो जग्गा खोजौँ त्यसबाट सामूहिक एउटा कृषि प्रणालीमा हामी अगाडि बढौँ बढेर केही गर्न सकिन्छ कि भाइ छोराछोरी भतिजाहरूलाई केही नयाँ कुरो देखाउन सकिन्छ कि भन्ने एउटा चाहिँ सोचौँ कताबाट के हुन्छ त्यो सोच पनि राम्रै हो अनि सोच राम्रै हो अब हामीले अब कृषि त गरौँ न उत्पादन भएको चिजलाई चाहिँ कसरी बजारीकरण गर्ने त्यो समस्या छ त्यो समस्या कसरी मिलाउने होला यो समस्या छ सरकारले त्यो विषयमा चासो देखाएर ल है गाउँमा अब युवाहरूले गर्ने भए होइन अब चाहिँ हामीले पनि युवाहरूलाई साथ दिनुपर्छ उनीहरूले उत्पादन गरेका उपभोग्य वस्तु जति सबै बजारीकरणको व्यवस्था चाहिँ हामीले मिलाइदियो भने पक्कै पनि युवाले गर्ने छन् भने त्यो त एउटा आवाज त हुन्थ्यो होला नि सरकारले ध्यान दिएला त अवश्य दिनुपर्छ अब एकले थुकी सुकी सयले थुकी नदी भन्छन् अब गरिसकेपछि सरकारले पनि त के नहेर्ला त त्यही त गाउँ पुरै रित्तो भइसक्यो कहीँ छैन युवाहरू अरू भन्दा मर्दा पर्दा मलामी पनि जाने युवाहरू छन् अनि बुढाबुढी मात्रै छन् केटाकेटी मात्रै पनि छन् कसरी मिलाउने भनेर चिन्तनको विषय छ यो गाउँमा बस्ने हामी जस्ता व्यक्तिलाई सजिलो हाम्रो पनि उमेर कति अब गइसकेको छ त्यही त ओभर भइसक्यो अनि युवाहरूले बुझ्दैनन् युवाहरूलाई अलिकता के गर्ने एउटा अभियान चलाउने नेपालभरि चलाउनु पऱ्यो विदेशीका युवाहरूलाई पनि कसरी हुन्छ प्रोत्साहन गरेर अनि उनीहरूलाई आकर्षित गराउनु पऱ्यो होइन के गर्ने अभियान चलाउँ हामी सबै साथी मिलेर समुदाय टोल सबै साथीहरूलाई यी कुराहरूमा त्यहाँबाट सेयर गर्दै जाउँ सायद हुन सक्ने त्यसो भोलि हामी एउटा मिटिङ बैठक राखौँ त हामी एकदमै यसो दुई चारजना युवाहरूलाई बोलाएर के गर्ने कसो गर्ने भन्ने विषय छलफल गर्नु त हुन्छ है त यो ओडासँग समन्वय गर्नु पऱ्यो हुन्छ दुई चारजना पहिला युवाहरूको रायहरू बुझौँ होइन उनीहरूलाई नेपालमा बसाल्नुको लागि नेपालमै राख्नुको लागि हामीले के गर्नुपर्छ हामीले सकेको त सहयोग हामी गर्छौँ होइन तर युवाहरूले पनि अब उनीहरूको पनि के छ इच्छा होइन उनीहरूको पनि बुझाउँ एकचोटि भोलि हामी मिटिङ बसौँ है त ल म अहिले गएँ है